हेलो गाइज आज चाहिँ अब म बिदा थियो त्यही भएर चाहिँ म अब नुहाएर के गरेर होइन लुगाहरू यता धोएर राखेको छ त्यसपछि म चाहिँ अनि खाना खाएर अहिले चाहिँ अब यसो घुम्नको लागि निस्किने सोचमा छु अहिलेको डेट आजको अब के भन्छ डेसअप चाहिँ यस्तो छ होइन ल गाइज अब म चाहिँ साइकलबाट चाहिँ यसो घुम्नलाई पार्कतिर जाने सोचिरहेको छु अब के हुन्छ त्यो पार्क चाहिँ अब थाहा छैन तर लोकेसनमा हेरेर चाहिँ जाने कोसिस गर्नेछु भनेर मैले अब लोकेसनमा देखाएको थियो त्यो पार्कमा जाने सोच गरेको त्यही भएर चाहिँ अब के हुन्छ हेरौँ त्यसपछि त्यो चाहिँ मेरो साइकलमा चाहिँ यहाँ बस्ने ठाउँ हो अनि त्यसपछि म चाहिँ अब निस्किनु लाग्यो अब म चाहिँ म्याप हेरेर चाहिँ निस्किनु लाग्यो अहिले चाहिँ बाटोतिर हिँड्दै गइरहेको अवस्था यहाँ चाहिँ म यसरी बसिरहेको छु अब जाँदैछु म्याप हेरेर जाँदैछु है म चाहिँ 6 मिनट जस्तो कति लाग्दो रहेछ खोइ कति टाइम लाग्छ हेरौँ म्याप हेरेर जाँदैछु तर यहाँ चाहिँ अब साइकल हेरेर चाहिँ मोबाइल हेर्न मनाइ छ के बोले भाइ अब के बोले जाँदैछ अब हेरौँ है म चाहिँ पुग्न लाग्यो त्यो बबाल मन्दिर देखाएर छ है एउटा जङ्गल ठुलो जङ्गलमा एउटा घर देखिरहेको छ गाइज यो चाहिँ बाटोमा हिँड्दै गरेको अवस्था तिर आइपुग्दाखेरि चाहिँ यस्तो देखेँ है पार्कहरू चाहिँ ठुलो रहेछ जङ्गल होइन यहाँ चाहिँ खोला सफा बगिरहेको रहेछ जाँदैछु कस्तो जाँदैछु म चाहिँ यार यहाँ सुरुङभित्र पो आइपुग्यो यार म त यार कहाँ के गर्ने यार अब जाने हो कि के गर्ने भएन यार अब यो सुरुङभित्र छिरेर जाउँ अब के हुँदो रहेछ पुग्न चाहिँ पुग्ने रहेछ यो पार्क चाहिँ ठुलो रहेछ होइन अब यो पार्कभित्र चाहिँ सुरुङ बनाएको रहेछ के हेर्न सक्नुहुन्छ यो माथि चाहिँ पार्क हो के अब यो सुरुङभित्र छिरेर उता बाहिर निस्क्यौँ अब यस्तो रहेछ डरलाग्दो रहेछ है डरलाग्दो कस्तो डरलाग्ने आवाजहरू चाहिँ बबाल देख्ने आवाज यहाँतिर आउँदा चाहिँ यस्तो यो सुरुङभित्र चाहिँ जाँदाखेरि यस्तो मन भयो यार बाहिर निस्किँदाखेरि चाहिँ शान्त कस्तो कस्तो डरलाग्ने फिल भएर आउँदो रहेछ त्यसै यस्तो हुँदो रहेछ कि एक्लै हिँड्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ कि यहाँतिर चाहिँ अब जङ्गलहरू चाहिँ बबालै हुँदो रहेछ कि यहाँतिर चाहिँ अब घुम्न आउनेहरू चाहिँ साइकलमै आउने रहेछ बबालै हुने रहेछ घुम्दै यस्तो निस्केको गाइज कतातिर चाहिँ साइकलमा अब त्यो फालफुल पसल बन्द पाउने अझै त्यो सँगसँगै त्यो छेउतिर चाहिँ अब त्यो पार्कहरू पाउने रहेछ कि एउटा पार्क यही छ पार्क पछाडि अब जङ्गलै जङ्गल छ है ठुलो ठुलो पार्क होइन अब म चाहिँ त्यो पसलतिर जान्छु पसल चाहिँ कस्तो रहेछ भन्ने पऱ्यो छ कि छैन अब त्यहाँ सस्तोमा पाइन्छ भनेर क्या अनि त्यही भएर चाहिँ यता हेर्न आएको अनि त्यो पार्क पनि घुम्न पाइने भनेर हेरौँ लेट्स सी नै आयो अब पार्क यतातिर रहेछ अब चाहिँ पार्क पुग्न लाग्यो अनि पसलमा फेरि यता तल झरेर माथि पुगेको तल झरेर माथि गएको यार सासै बेग्ला जस्तो हुँदैछ यार अब चाहिँ पसल गएर होइन पसल अब 1 मिनट 2 मिनट जति लाग्छ होला त्यहाँ हो कि होइन हेरेर पार्कतिर यसो हेरेर जानु पऱ्यो लास्टै अब तलबाट माथि फर्केर चाहिँ यो साइकलबाट चाहिँ लास्टै गाह्रो हुँदो रहेछ गाइज अब जाँदैछु पार्क चाहिँ उतातिर ठुलो रहेछ पार्क चाहिँ पसल चाहिँ यो रहेछ अब खासमा त सामानहरू केही रहेनछ होइन अब सस्तो महँगो चाहिँ के थाहा भएन अब चाहिँ म पार्कतिर चाहिँ जाँदैछु अब पार्कतिर चाहिँ उता हो अब फेरि फर्केर पार्कतिर जाँदैछु अब फर्किँदैछु अब यो पछाडि चाहिँ त्यो अब सप रहेछ तर खासै यसो हेर्दाखेरि चाहिँ अब पैसा चाहिँ त्यति नै रहेछ यार जहाँ किने पनि यहाँ सस्तो भन्ने होइन चाहिँ छैन रहेछ मैले यसो बाहिरबाट हेरेको थियो अब यहाँबाट फर्किँदैछु पार्कतिर अनि के हेर्ने अनि पार्कतिर कस्तो रहेछ
फर्स्ट टाइम हो होइन। त्यसपछि चाहिँ अब जाँदैछु फर्केर, अब यताबाट फर्केर जाँदैछु। यता अब पार्कतिर आइपुग्नु लागिसक्यो। यतातिर चाहिँ पार्क जाने बाटो रहेछ, वाल देखिरहेछ है। अझै यहाँ साइकल कुदाएर यो उकालोमा चाहिँ सकेन, यता चाहिँ हातले दोहोऱ्याएर जाँदैछु। यतातिर चाहिँ बबाल रहेछ यार पार्कको लागि चाहिँ, यताबाट क्रस गर्नुपर्ने हुन्छ। यता चाहिँ पार्क रहेछ। अब साइकल राख्ने ठाउँ चाहिँ अब रहेन त रहेछ, अब के हो राख्न मिल्छ कि मिल्दैन भन्ने कुरो चाहिँ हो। यहाँतिर अब यस्तो रहेछ होइन, माथितिर चाहिँ राम्रै होला, गएर जान मिल्छ कि मिल्दैन भन्ने कुरो चाहिँ अप्ठ्यारो लागिरहेछ मलाई चाहिँ। राख्न त यहाँ साइकलहरू पनि राखेरै छ, कसको हो होइन, फेरि राख्न दिँदैछ कि दिँदैन भन्ने कुरो चाहिँ ए साइकल राख्ने ठाउँ रहेछ, अब राखेर जान्छु है त म, मिल्छ कि मिल्दैन रहेछ हेरेर जान्छु। यहाँ राख्यो होइन, तर यो साइकल राख्ने ठाउँ हो कि होइन त अब होइन, यहाँ चाहिँ अब राखिदियो होइन, साइकलहरू पनि रहेछ। अब प्रवेश गर्ने ठाउँ चाहिँ यहाँ रहेछ माथि होइन, अनि म चाहिँ खोइ थाहा छैन अब के हो। पार्क जाने इन्टर गर्ने ठाउँ चाहिँ यहाँ रहेछ, साइकल त्यहाँ राखिदियो होइन। अब यति चाहिँ म यहाँतिर चाहिँ पुरा क्यामेरा छ, अब हेरौँ होइन के हुँदो रहेछ। साइकलहरू मान्छेहरू चाहिँ टन्नै देखिरहेछ माथितिर, बाबालाई रहेछ है फुल चाहिँ होइन, सिजुवा पार्क रहेछ के हो साइकल उता राखेको छ। अब के हुन्छ होइन, फाइन तिराउने हो कि के हो। जाउँ प्रवेश गरौँ, अब माथितिर के कस्तो रहेछ हेर्न है। पार्कको प्रवेशद्वार फर्स्ट टाइम यहाँतिर आएको, लगाइरहेछ कि यहाँतिर ल पार्क चाहिँ बबालै रहेछ, बबारा रहेछ यहाँतिर। साइकल ल्याउने ठाउँ नै छ रहेछ त, बबालै रहेछ ठाउँ चाहिँ होइन, साइकल राख्ने ठाउँ हो कि के हो। त्यो चाहिँ बबाल रहेछ कि भ्यू चाहिँ सक्नुहुन्छ, फुल चाहिँ बबालै छ कि यहाँतिर चाहिँ होइन। अब ठुलै एरिया छ यो सिजोको प्राण एरिया चाहिँ होइन, यो पार्क चाहिँ ठुलै रहेछ, एकदम ठुलो क्या, फुलकै फुल हेर्नु न यहाँ खतरा फुल छ कि यहाँ, यस्तो फुल छ कि अब बबालै छ क्या, देख्न सक्नुहुन्छ। म चाहिँ यहाँतिर अझै आज पार्कहरू मजाले घुम्यो, यहाँतिर देख्न सक्नुहुन्छ जिन्जिया तेह्र जिन्जिया देख्न सक्नुहुन्छ। अब चाहिँ म अब त्यहाँबाट चाहिँ मैले ठाउँहरू घुम्न पाएँ, यहाँ देख्न सक्नुहुन्छ यतातिर पछाडितिर अगाडितिर होइन, मान्छे नै यहाँतिर चाहिँ मान्छे धेरै देखिन्छ। यहाँ चाहिँ तल जाने बाटो रहेछ, त्यतिर चाहिँ ठुलो पार्क रहेछ क्या, बवाल छ। आजलाई बबालै घुम्यो होइन, ठाउँहरू बबाले हेऱ्यो, माथितिर देख्न सक्नुहुन्छ जिन्जियातिर मान्छेहरू घुम्न आउने रहेछ, अनि मैले पनि घुम्यो। अब चाहिँ म जान्छु गाइज, यहाँबाट चाहिँ जान्छु है त गाइज, साइकल राख्ने ठाउँतिर देख्न सक्नुहुन्छ बबालै होइन, फुलहरू रोपेको ठाउँ। पब्लिक टोइलेट चाहिँ यो रहेछ, टोइलेट भए पनि अब सफा चाहिँ क्लिन हुँदो रहेछ यहाँतिर चाहिँ, टोइलेट पिसाब हान्नु पऱ्यो अनि त्यसपछि जानु पऱ्यो। के हो हेलो गाइज, अब म चाहिँ फर्किँदै गरेको अवस्था अहिले चाहिँ होइन। अब धेरै टाइम पनि बिताएँ यहाँ होइन, त्यस्तै 30-40 मिनट जति भइसक्यो होला म आएको यहाँतिर चाहिँ। अब पार्क घुम्यो होइन, रमाइलो छ, पार्कहरू चाहिँ बबालै छ यहाँतिर देख्न सक्नुहुन्छ, हरियाली चाहिँ बबालै छ होइन। अब चाहिँ म निस्किन लाग्छु, अब साइकल तलतिर राखेको छ, जाँदैछु म। अब त्यहाँ टोइलेटहरू पनि सफा हुँदो रहेछ,
पिसाब फेरौँ अनि त्यसपछि म अब लाग्दैछु तलतिर फुलहरू पनि यहाँ देख्न सक्नुहुन्छ भवालै छ अहिले पार्क चाहिँ व्यवस्थापन सुरक्षित होइन सुन्दर ब्युटिफुल एकदम राम्रो छ यहाँतिर यतातिर यसरी पानीको मुहान चाहिँ यसरी गरेर चाहिँ बवाल बनाएको रहेछ अब चाहिँ म यहाँबाट निस्किनु आएको गाइड छैन आजको ब्लग यस्तै भयो अब म निस्किन्छु आजको प्लान सक्सेस भयो चाहिँ यहाँतिर देख्न सक्नुहुन्छ है यस्तो वाटरफल भइरहेछ ल अन्त यहीँबाट भयो बाबालाई भयो होइन साइकल उता राखेँ केही भएनछ अब म साइकलमा चढेर रुम जान्छु अनि त्यसपछि त्यस्तै छ होइन जीवनयापन काममा जानुपर्ने खानुपर्ने त्यही छ गाइस आजलाई ब्लग अब यति नै भयो होइन अब म रुममा जानेछु आजलाई चाहिँ यति नै भन्दै ल अर्को ब्लगमा अनि फेरि भेट्ने बाचा गर्दैछु गाइस